हेलो साथीहरू, हाम्रो चाहिँ यति बेला करेसाबारीको तरकारी देखाउँछु म। यहाँ हेर्नुहोस् न कस्तो मजाले सप्रिएर आएको छ, हेर्दा पनि रहर लाग्ने गरी। यहाँ हेर्नुहोस् न खुर्सानी, वा फली पनि सकेको छ। यहाँ खुर्सानी कति राम्रो। यता डल्ले खुर्सानी छ, यता चाहिँ यो चाहिँ लाम्चे खुर्सानीहरू, यो डल्ले खुर्सानी चाहिँ आउँदैछ भर्खरै। यहाँ हेर्नुहोस् टमाटर कस्तो सप्रिएर आएको, फली पनि सकेको छ। यहाँ हेर्नुहोस् त कति लगलगाउँदो भइरहेको, कस्तो मजाको हुन्छ यहाँको चाहिँ। यहाँ चाहिँ करेला हेर्नुहोस् न, एउटा मात्रै झाङ बाँचेको छ, अरू चाहिँ आएन। एउटा झाङ करेला भए पनि हुन्छ। यहाँ थाँक्रोमा जाँदैछ र यता मसिना चाहिँ यो चिप्ली भेन्डी हो, अनि अरू चाहिँ खुर्सानी, चिप्ली भेन्डी, अनि टमाटरहरू सानो सानो आउँदैछ। यहाँ रायोको साग पनि, यो चाहिँ काँक्रो थाँक्रोमा जाँदैछ है। यहाँ थाँक्रोमा हेर्नुहोस्, अनि अरू यहाँ टमाटरहरू, अनि सिमी हेर्नुहोस् न कस्तो मजाले थाँक्रोमा चढ्दैछ। यो कटेरो पछाडि पनि छ। अनि यो डल्ले खुर्सानी हेर्नुहोस् न, यहाँ फुल्न लागिसक्यो। अनि त्यो लाम्चे खुर्सानी, यो पनि डल्ले बिचमा, अरू लाम्चे, अनि यो डल्ले, अनि यहाँ बैगुन, अनि यो खुर्सानी, यो पनि, यो बकेटमा पनि खुर्सानी। हाम्रो तरकारी खेती हेर्नुहोस्, धेरै चाहिँ लगाउनलाई लगाइएर यति भए पनि धेरै पुग्छ। अनि यहाँ बैगुन, यता यहाँ कटेरो पछाडि पनि छ, यहाँ आउँदैछ बैगुन। हेर्नुहोस्, यहाँ आयो भने राम्रोसँग आउँछ। यता सिमी, यहाँ चाहिँ पदिना यस्तो भयो, यो टिपेर नखाएको भएर हो। फुलहरू फुलिरहेको छ, फर्सीहरू पनि छ बिचमा। खुर्सानी यता आउँदैछ, यता चाहिँ यो अघिको देखाएको अर्कै, यो अर्कै हो। यहाँ हेर्नुहोस् न बैगुन कति राम्रोसँग आइरहेछ सप्रेर। यति ठाउँमा कति धेरै फल्छ, कति धेरै। अनि यहाँ यस्तो, यहाँ हेर्नुहोस्, यहाँ फली पनि सक्यो। यो दुईवटा चाहिँ अर्को ठुलो खाले बैगुन, अनि यो चाहिँ उतापट्टिको चाहिँ लोकल है। अनि यो सन्चोको बोट हो, यो फुल, अनि यो सन्चोको बोट बाबरी हो। यो चाहिँ बाबरी सन्चो हेर्नुहोस्, बाबरी होला। अनि यता पदिना यता पनि छ, यता खुर्सानीहरू छ फेरि। अनि यहाँ बकेटमा पनि बैगुन हेर्नुहोस् न कस्तो मजाले सप्रिएको, वा दामी दामी। मैले साग टिपेर राखेको छु। कति दामी छ। यहाँ हेर्नुहोस् खुर्सानी, दामी छ। यो चाहिँ साग मैले टिपेको, यो जरिङ्गोको साग भन्छन्। थ्याङ्क यू फर वाचिङ। यता टमाटर फलिसकेको छ है साथीहरू। यो चाहिँ घर पछाडि हो है हाम्रो। घर अगाडि के अरे, घर पछाडि मात्रै तरकारी लगाउनु पाइन्छ, अगाडि चाहिँ फुलहरू रोपेको छ। वा, यो चाहिँ जरिङ्गोको साग, अघि मैले टिपेँ यो होइन। कस्तो मिठो हुन्छ, तातो पानीमा पकाल्नुपर्छ यसलाई चाहिँ, अनि यसमा भएको त्यो उयोहरू जान्छ। अनि त्यसपछि कस्तो राम्रोसँग यो कलिलै एक हप्तामा यो टिप्ने बेला हुन्छ। पानी परिरहेको बेलामा कस्तो मजाले छिटो आउँछ। अनि एकचोटि टिप्यो भने एक छाक पुग्छ। कस्तो मिठो हुन्छ यो जरिङ्गोको साग चाहिँ। बीको रुख है यो चाहिँ, बी। यता पनि खुर्सानी पनि रहेछ। यो चाहिँ घर अगाडि फुलहरू रोपेको छ। वा, सयपत्री फुल फुलिसक्यो। यहाँ गोदावरी, दसैँ तिहारलाई मजाले फुल्छ है गोदावरी। अगाडि यस्तो रमाइलो छ। यहाँ फुलहरू, घर अगाडि फुल। यहाँ गोदावरी फुल फुलेको छ, यहाँ पनि फुल। यो पनि गोदावरी होला जस्तो लाग्यो। थ्याङ्क यू सो मच। मेरो भिडियोलाई सबैले लाइक गरिदिनु होला, फलो गर्नु होला मेरो पेजलाई। थ्याङ्क यू फर वाचिङ।